यो हनुमानको पोर्ट्रेट प्रिन्ट गर्दाखेरि चाहिँ मलाई के याद आइरहेको थियो भन्दाखेरि अष्टचिरञ्जीवी पनि हुनुहुन्छ उहाँ अनि एकजना पाइलट बाबा भन्ने हुनुहुन्थ्यो। उहाँको किताबमा चाहिँ हिमालय कहराए भन्ने किताबमा उहाँले चाहिँ विभिन्न महापुरुषहरूलाई पनि चिरञ्जीवीहरूलाई पनि भेटेको गर्नुभएको थियो र धेरैजना महापुरुषहरूबाट के सुन्न आउँछ भन्दा तपाईँहरूलाई कतिको थाहा चाहिँ छैन। हनुमान चाहिँ अहिले यहाँ हाम्रो येल्लो ड्रेसमा ओरेन्ज ड्रेसमा एकदम देखिनुहुन्छ फोटोहरूमा पनि, जहाँ भने रियालिटीमा चाहिँ अष्टचिरञ्जीवी उहाँ हुनुहुन्थ्यो। कसैले देख्नु भएको छ भने चाहिँ सेतो लुगा लगाएर देखिनु भएको छ अग्लो रूपमा, होइन। पुच्छर पनि छैन र अनुहार पनि तपाईँको चाहिँ अहिले यस्तो छैन अरे हनुमानको। भनेपछि तपाईँले अब अष्टचिरञ्जीवी हनुमान अहिले हुनुहुन्छ भने कस्तो रूपमा हुनुहुन्छ होला तपाईँलाई यसो भन्नु न, अथवा चाहिँ कमेन्ट गर्नु न। अहिलेको नयाँ हनुमान अथवा चाहिँ हुन्छ अष्टचिरञ्जीवी अहिले हुँदाखेरि चाहिँ तपाईँलाई दर्शन दिँदाखेरि चाहिँ कस्तो हुन सक्नुहुन्छ, तपाईँलाई कस्तो लाग्छ एक्चुअली कमेन्टमा गरिदिनु न है। धन्यवाद।